नमस्कार सबैमा मित्रहरू। अहिले चाहिँ म यो काठमाडौँ नागढुङ्गा सुरुङ मार्गमा छु। यो चाहिँ तपाईको इस्टर्न पोर्टलको लागि जुन जाने रोड छ, यो गुजधाराबाट यहाँबाट गएर उता इस्टर्न पोर्टलमा छिर्छ। त्यो सुरुङ मार्गको रोडमा छु। यहाँ यो बेलुकी पखको वातावरण निकै रमणीय छ। यहाँ बेलुकी तथा बिहान यो मर्निङ वाक तथा इभिनिङ वाक गर्नेहरूको निकै भिड लाग्ने गर्दछ। यो निकै सुन्दर दृश्य छ। सायद अब यो गाडी सञ्चालन हुन थालेपछि अथवा सुरुङ मार्ग सुचारू हुन थालेपछि यो रोड बन्द हुन्छ होला। तर अहिले चाहिँ यहाँ निकै मर्निङ वाक तथा इभिनिङ वाक गर्ने वाकरहरू देख्न सकिन्छ। अहिले करिब साँझको 8:30 बजेको छ। साँझको 8:30 बज्दाखेरि पनि यहाँ मानिसहरूको निकै चहल पहल, रनिङ गर्ने, त्यसैगरी वाकिङ गर्ने टोलीहरू तपाईले देख्न सक्नुहुन्छ। केही सङ्ख्यामा गेम खेल्ने मानिसहरू पनि देख्न सक्नुहुन्छ तपाईले। यद्यपि अहिले यहाँ यो एम्बुलेन्स, दमकल, अत्यावश्यक सवारी साधनहरू जस्तै पुलिसको गाडीहरू तथा जिल्ला जाने सरकारी गाडीहरू पनि यही बाटो भएर ओहोरदोहोर गरेको छ। तर यो पूर्ण सञ्चालनमा आइसकेपछि यसको मापदण्ड बनाएर यसमा ट्रक, बसहरू लगायत अन्य सवारी साधनहरू पनि सञ्चालनमा आउने त्यो हामीले जानकारी पाएका छौँ। अहिले केही सङ्ख्यामा नौबिसे यहाँबाट करिब 14 किलोमिटर र सिस्ने खोला 5 किलोमिटर देखाइरहेको छ। यहाँबाट यो देख्न सक्नुहुन्छ। निकै रमणीय आकर्षक दृश्य रहेको छ यो सुरुङ मार्गको। यहाँ निकै आकर्षक रूपमा बत्तीहरू राखिएको छ। साँझको दृश्य निकै रमणीय। अहिले साँझको 8:30 बज्दा पनि यहाँ मान्छेहरूको उत्तिकै चहल पहल रहेको छ। सबैमा नमस्कार, शुभरात्रि। यो पारी देखिएको दृश्य, यो बत्ती बलिरहेको दृश्य दहचोकतर्फको दृश्य हो। यहाँबाट अहिले हामी यो ठिक गुर्जुधाराबाट छिरेर यतातर्फ आएका छौँ। यो देखिएको भाग गुर्जुधारा हो र पारी दहचोक। यहाँ केही गेम खेल्ने साथीहरू लगायत केही व्यक्तिहरू देख्न सक्नुहुन्छ यहाँहरूले। धन्यवाद, नमस्कार सबैमा।